हेलो गाइज, दिस इज डेजल मोबाइल जोन। फेरि आइसकेको छ रेडमी नोट 7 को मोबाइल। यसको ब्याक प्यानल चेन्ज गर्नुपर्ने हो। ब्याट्री पनि भर्खरै चेन्ज गरेको जस्ट है। ब्याट्री चेन्ज गर्दा भिडियो बनाएन, अब त्यस्तै हो। एकैछिनको काम किन गराउने हो र। अब ब्याक प्यानल चेन्ज गर्न चाहिँ अलिक टाइम लाग्छ, त्यही भएर यसो भिडियोमा देखाइदिनु लाग्यो गाइज। सुरुमा हल्का हाम्रो केमिकल हालेर यो सब मजाले हिट नगरेर कसरी निकाल्ने यो ट्रिक हेर्नुहोस् हजुरले। केमिकल हालिसकेको छ, अब चाहिँ मजाले निक्लिन्छ। मजा इजिली निक्लिरह, हल्का उज्यालो। बस अमृत। यस्तो ट्रिकहरू कोहीलाई थाहा हुँदैन, डेजल मोबाइल जोनमा मात्रै हुन्छ यस्तो ट्रिकहरू। गाडी बहुत महँगो थियो, फेरि त 500 में हालिदिन्छ क्या, बुझिस् न। सब भइहाल्छ सब। अनि निकाल्नलाई हल्का रिस्कको काम हुन्छ, आफ्नो गइहाल्यो भने ड्यामेज, लाइफ ड्यामेज। मेरो गगल्स लगाइहाल्नु पर्यो। हेर्नुहोस् गाइस, बिना हिट गरेर एकदम मजाले निक्लिरहेको छ। यहाँ हामीसँग छ सिक्रेट मसाला। अझै हाल्नुपर्ने भएको छ। हिट गरेपछि के समस्या आउँछ त। आइफोनको डिस्प्लेहरू पनि के 13, 14, 15, 16 जुन पनि लिएर बिना हिट गरेर डिस्प्ले खोल्नु बाहिर, सिधै बिना हिटको बाहिर आउँछ डिस्प्ले। ट्रिक थाहा हुनु पऱ्यो आफूलाई, अनि दामी सामान हुनु पऱ्यो आफूसँग। मैले हेर्न सेपरेटर राखेको छैन। सेपरेटर पनि थाहा, हिट गर्नेवाला एउटा हुन्छ नि, ट्याक्क राखिदिन्छ, हिट हुन्छ निकाल्ने छैन मसँग। कसरी भइरह होला काम। जसले सेपरेटरको बानी बसाल्यो त्यसले यसरी डिस्प्ले खोल्दैन, सेपरेटरले नै खोल्छ। बस एउटा कमी थियो मसँग, माइक्रोस्कोप ल्याउन मन लाग्थ्यो। सर्ट समयमा त्यो भाइरस सकिन देखाउन आएर मैले ल ल बनिरह अमृतको मोबाइल। अमृत चाहिँ एकछिनमा आउँछ, एकछिनमा। धन्नै मोबाइल रिपेयरिङ काम सिकेछ गाइज। मजा आइरहेको रिपेयरिङ गर्न, मजाको काम रहेछ। कुनै फोन बनेन लास्टै बनेन भने त्यो मोला म फोनलाई साइड लगाइदिने, भोलि बनाउँछु भनेर। कसम त भोलि बिहान बन्छ फेरि। यस्तो छ यसको। त्यही दिन जति ट्राई गरे पनि नबन्ने। अर्को दिन खै के दिमाग खुल्छ, के हुन्छ, केही न केही नयाँ ट्रिक थाहा पाइन्छ, केही चिज मिस्टेक त्यसको पक्रिन्छ, तर अर्को दिन पक्रिन्छ, त्यो दिन हुन्न। त्यही भएर आनन्दले बनाउनु पर्छ। धेरै पटक त्यस्तै भइसक्यो मेरो। रातिको 8, 9, 10 बजीसम्म पनि त्यसमा जुझिरहेछ, बनोस् भोलि बिहान लिन आउँछ लग्छ कस्टमरले भनेर। नबन्ने। अनि भोलि बिहान ट्राई गरे पनि ठ्याक्क 5-10 मिनटमा बनिहाल्ने। त्यस्तो छ। त्यही भएर आत्तिनुहुन्न, सबै भन्छ भन्नु, ट्राई गर्नु। 1-2 दिन टाइम माग्नुहोस् मजाले, हरेक फोन बन्छ। नबन्ने के छ र हैन। यो फोनलाई बनाउने हामी जस्तै इन्सानले नै बनाएको।
र हल्का केमिकल हालेर यसलाई अझै क्लिन गरिदिने कि ताकि हाम्रो ब्याक प्यानल चाहिँ एकदम बराबर बसोस्। हल्का पनि यताउता डिसब्यालेन्स भयो भने चाँडै फुट्छ। फिनिसिङको साथमा बसोस् यहाँ, अनि अलि बलियो गरी बस्छ। अलि होडोलो बसालिदिने होइन। अनि गाइज मसँग धेरै काम पनि आउँदैन, अलिअलि आउँछ। दिनको 1-2वटा 2-4वटा मासल्ला जसरी भए पनि आइहाल्छ अलिअलि काम त। त्यो अनुसार म चाहिँ एकदम दिल लगाएर मजाले मजाले बनाउँछु। केही आत्तिनु पर्ने कुरो हुँदैन। कसले कसरी लगाइदियो, यिनीहरू बिगारिदियो, यिनीहरू नराम्रो गर्यो भनेर कसै मोबाइल पसलवालालाई दोष नदिनुहोस्। आफूले राम्रो काम गर्नुहोस्, अवश्य कस्टमरहरू हजुरसँग इम्प्रेस भएर आउनेछन्। बोल्ने कम, काम गर्ने ज्यादा। म भित्र क्वालिटी नै त्यही हो। म बहुत कम बोल्छु। एकदम क्लिन कट भइसकेको छ। क्लिन। अब यस्तो मजाले सररेर पसालिदिन्छु मैले। अब चाहिँ ठ्याक्क लाएर एकदम ठ्याक्क चुच्च भयो। राम्रो गाइस फाइनली यो भइसकेको छ। अब यसको साफ सफाई गरेर एउटा राम्रो ग्लास हालेर स्लिपका चल्क्यो। अब चाहिँ ग्लास हालिदिनु पर्यो एउटा स्लिपका। एकदम मजाले सेलेक्ट
भइसक्यो फोन एकदम रेडी ग्लास पनि चेन्ज एकदम फिनिसिङको साथमा बसाले एकदम